हेलो साथीहरू, आज चाहिँ मेरो घरको छानाको साइडमा चाहिँ अरिङ्गालको घार रहेछ। यसो झुन्डै राख्नु पर्यो चाहिँ झार्ने काम गरियो। कति धेरै मर्यो नि। सुरुमा चाहिँ यसरी अरिङ्गाल झार्ने मजाले आइडिया लाएर अनि उडिरहेछ त अरिङ्गालहरूको सबैभन्दा पहिले त्यो छाना बल्दैन त्यो निस्किने दुलो हुँदो रहेछ, त्यो टालेर अनि त्यतिखेर त काट्नु पर्ने त अनि खोइ त आगो त्यहाँभित्र भएको लुगा सबै पनि छैन। अरिङ्गालहरूलाई अरिङ्गाल काट्ने आगोको धुवाले अरिङ्गाल काम गर्नुभयो। त्यसपछि चाहिँ आजको अरिङ्गालको शिकार यसरी नै अरिङ्गालको शिकार मतलब अरिङ्गालको घाड चाहिँ निकाल्ने तरिका चाहिँ यसरी गर्नु। आगो भित्र गलिसक्यो त अनि काट्ने के हो? त्यसपछि चाहिँ सबै माउहरू लटिएपछि सबै माउहरू मरेपछि चाहिँ घाड निकाल्ने काम गर्नुभयो दाइले। अलिकति पनि एउटा पनि अरिङ्गालले नछिलिकन सकुशल निकाल्न सफल हुनुभयो। कस्तो अरिङ्गालको चाका म तपाईँहरूलाई देखाउने छु, हेर्दै जानुहोस् है गाइजहरू। मा भएको अरिङ्गालको चाका पनि के अरे अभि यहाँ पनि छ त अमै झन्डै टोक्यो। माउ पो रहेछ त। यी मरेकै छैन, यहाँ पनि मरेको छैन, मरेकै छैन माउहरू। यो मेरो घरकै अगाडि छानामा थियो है। गोपाल दाई आउनुभयो साथी ल्याएर। साथीलाई चिल्यो कि चिलेन थाहा छैन, चिल्यो होला। दाजु मजाले उड्दैछ। अरे हेर्नु जिउँदैछन्। दाजु तपाईँलाई चिल्यो कि चिलेन? अरे तपाईँको आइडिया कति राम्रो। उड्दैछ दाजु, हेर्नु यति धेरै। दाजु मार्नुपर्छ। सब उडाइसकेछ नि त। बाफ्रे यसो झुन्डै राख्नु पर्यो। तपाईँ के लानुहुन्छ र? बच्चा त्यही त खाने